यो घर मात्रै नभएर हाम्रो बुजूले मेहनत र दुःख गरेर बनाउनु भएको एउटा सानो संसार हो। अनि यही ठाउँमा मेरो आमाहरू मामाहरू जन्मिएर हुर्किनु भएको, अनि मेरो लागि पनि यो ठाउँ एकदमै प्यारो छ। र केही समयको लागि बुजू कोरिया जानुभएको थियो। त्यही बेलामा घर बन्द भयो अनि घरको हेरचाह पनि राम्रोसँग हुन पाएन। अनि घर लामो समयसम्म खाली भएको भएर होला आँगनैभरि झार उम्रेको थियो। त्यसपछि भित्र पनि माकुराको जालो, जताततै धुलो नै धुलो भइसकेको रहेछ। फर्केर आएपछि चाहिँ आएको दिनमा हामीले केही पनि गरेनौँ। नेक्स्ट डेमा चाहिँ बिहानै उठेर बुजूले झारहरू उखाल्ने सबै गर्नुभयो बाहिर। म चाहिँ घरभित्र नै झाडुहरू लगाउने, घरहरू लिप्ने, अनि त्यो कुनामा मोरेर बसेको मुसाहरू सबै फाल्ने। यस्तो घिनलाग्दो बसेको थियो मोरेर जताततै। सुरुमा चाहिँ म आत्तिरहेको थिएँ कि कहाँबाट सुरु गरौँ भनेर, किनभने यता हेर्दा पनि लथालिङ्ग, उता हेर्दाखेरि पनि लथालिङ्ग थियो। तर बिस्तारै गर्दाखेरि चाहिँ सबै सफा भयो अनि मेरो अलिअलि लुगा चाहिँ फोहोर भयो। तर केही भएन, मैले घर चाहिँ एकदमै स्याट्ट बनाएर राख्दिएँ। त्यही नै हो। बाई।